Hello guys, welcome back after long time. आजको ब्लगमा हामी जान लागेछौँ बुढी चौर र मेरो ब्लगको स्टार्ट रुमबाट निस्केर गर्दैछु। आज चाहिँ पानी परेर तनाव बिहान 5:30-6 बजे जाने भने 7 बजिसक्यो। Meanwhile, गाइस हामी गयो। हेलो ओइ कहाँ गयो? बुढी चौर गयो। तपाईँले भाइ र हाम्रो निर अनि कोमल सोल्टी पछाडि छ। अच्छा हाम्रो दुईजना नाग नागिनहरू यहाँ छ। अनि अझै बोले हेलो। 1 hour later. ल गाइज हामी बुद्ध चौक आएको अवस्था के भयो कि कोइले चाहिँ अति भयो कि अति भयो यो क्यामेरा हो गाइजहरु हामी आइसकेका छौँ। आएको यो यस्तो छ बाटो, सबै बाटो यस्तै छ। डाँडा काँडा हाम्रो भलन भाइ कस्तो छ भ्यू? दामी छ है। यहाँबाट लड्यो भने जान्छ। अब हामी 2 घन्टा हिँड्न बाँकी छ। अब हामी 2 घन्टा हिँडेर तपाईँहरूलाई देखाउँछु कस्तो छ। खास कुरोमा बाटो चाहिँ यही हो, यस्तै बाटो छ यो पुरा। हामी हेटौडाबाट कति बजी हिँडेको होला भाइ? भलन भाइ यहाँ तनाव दिइराख्यो यहाँनिर फोन आएर। हावा भन्ज्याङतिर आइसक्यो। हावा भन्ज्याङ आयो। हावा भन्ज्याङ अब यहाँसम्म हो। यहाँबाट यस्तो माथि जानुपर्छ। साथीले उतार्दैछ सामानहरू, म नि यस्तो सहयोग गरिदिन्छु। अझै दाइ कस्तो लागिरह? मलाई पेटिङ गर्दा लागिरहेको छ यार। हो मलाई त पिसाब लागिरह्यो यार। गाइस हामी आइसक्यो। जरा जरा सामान जरा। ओ नो यो चाहिँ हावा निकालेर यो एउटैमा राखेर पर्दैन फेरि खानालाई हो। हामी त यहाँ माथि कहाँ जाने? खास सुरुमा मन्दिर जाने। राहत वितरण हामीलाई खोइ हाल्नु त यहाँ हाल यसमा हाल्नु। ल गाइज हाम्रो कोक खाने बेला भयो। सुबिना उता छ। ल अब कोक वितरण हुँदैछ। रामसँग ल चेयर्स। ओइ छ्या झुठो हाल्छ के छ सबजना यार। मैले खान्छु। चेयर्स साथीहरू बिस्तारै खाऊ ल। ल गाइज हामी रेडी भइसकेका छौँ जानलाई। देखाउने कि खाएको पनि देखाउनु। कस्तो तिमी नै आउँछ बिचमा त के गर्छ नि? उता देखाइरहेको छु के खाएको नाक बहिनी? रामसँग खाऊ है त यही हो। ल ल ल चढौ यहाँ छ डन्ठाई। यो भिडियोलाई लाइक नगर्नु। ओके थ्याङ्क यू। तिम्रो आयु धेरै लामो छ। छ्या सही गर्ने नि। हेलो हेलो रेनकोट लगाएर चढे हेर यस्तो गरिमा बजाउनु। चढ। मसँग छ। म थाकिसकेँ कति भिडियो बनाऊ। ल ल ल ल साथीहरू
वेलकम टु माई युट्युब च्यानल। खोइ दुईजना कहाँ गयो? दुईजना। हेलो कहाँ जान्ला हामी? बिस्तारै है, बिस्तारै बाटो चिप्लो छ। कस्तो लागिरहेछ त? अहिले त भर्खर स्टार्ट हुँदैछ। रमाइलो छ है चढ्न। ल जेन्जी ग्याङ, ल गाइस सेल्फी डाँडा। हामी सेल्फी डाँडासम्म आइसकेका छौँ। ल गाइस वी आर हियर इन द देउराली। यहाँ बादल आउँदैछ, बादल। हामी साथीहरू आउँदैछन्। दामी यार। म यहाँ टाइम ल्याप्स छोडेर जाउँ। खतरा दामी लो मसँग लोथन। ल गाइज हेर हाम्रो पाउपाती भाडामा आइसक्यो। बोले ग्याङ हामी आइसक्यो। गाइज हामी फाइनली आइसकेका छौँ पाथिभारा। के कुर्सी फाइनली गाइज हामी कम हियर टाढा तिनजना मिलेर निस्किँदैन के त्यसरी। प्रवीण दाइ निकालिदिनु तीनटा खाइदिनु। यता नफाल न कम अनुराज यता साइडमा नि खगि उस्तो हेर न। यस्तो गर्न यस्तो। यता साइडमा नि त्यो तान्दा के हुन्न के बाक कस्तो हातमा किनिसै भयो के उता अगाडि तानिहाल्छ नि। ऊ बादललाई क्या दाम यार। गोलेलाई दिनुपर्ने हो कि। हो यहाँ ए यहाँ भित्र नि। गाइस फाइनली भेट भयो। हामी दामी फाइनली हामी आइसकेका छौँ पाथिभारा मन्दिर। दाम यार। त्यो डाँडामा छ यार, टप रहेछ नि त्यो। 4 धाम 12 ज्योतिषलिङ्ग। यहाँ कुण्ड जाने बाटो रे, हवन कुण्ड रहेछ। ए गुफा छ नि त साँच्चै तल। पानी आयो सोल्टीहरू। पानी आइहाल्यो नि। ल गाइज हामी गुफातिर जाँदैछौँ। यु क्यान सी द भ्यू, लभली। गाइज स्वर्ग आयो। डेन्जर छ यहाँ भ्यू अफ खतरा। गाइज हामी गुफातिर। ओइ गोले हजुर छोडा लियो तपाईको सेल्फी स्टिक। फाल्दियो। ल है चलिना कुमान। लौ 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 खोइ 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 ल जान। गोली छिर्ने हैन म यसो हेर्न लाको कि हिँड्नु न तपाईहरु। आयो हामी पाथिभारा आम्बो मन्दिर छत्रे डाँडामा गुफामा। यो गुफामा त के तपाईले पाइनाले ओइ के गरे यार? मैले हैन कि तपाईले हो। हो तपाई कुरा पर्छ नि। यहाँ त केही देख्दैन। ल गाइज हामी गुफाभित्र आइसक्यो, तर यहाँ धेरै धुवा छ। यहाँ रुद्राक्षको महाराज गुफा ढुङ्गै ढुङ्गाको बिचमा रहेछ। केही छैन। छिर्या गोले। तान आइनु है। ल उता तिमी यस्तो देखाइदेऊ न। ओइ उता कता निस्किन्छ भन्थ्यौ? निस्किन्छ त्यसका बाजे केही छैन। यो डोजरले खन्दाखेरि बनेको झरेको ढुङ्गा हो कि त्यसै भगवान भनेर भन्छ। उता निस्किन्छ रुद्राक्षहरू छ भन्छ। केही छैन। एउटा रहेछ होस्। यो मुख चाहिँ अलि साङ्गुरो रहेछ। अघि त्यहाँबाट डर लाग्ने है पर्दैन। यहाँ चाहिँ अलि फराकिलो रहेछ। ओहो प्रवीण दाइ निस्किहाल्ने। यो पानी झरे चिप्लो भइदियो क्या। भने आयो टोक्यो।
ल गाइज हामी आयो त गाइज हामी झर्दैछौँ बतासे डाँडाबाट ओह्रालो ओ सिट लाइट इज अन गोले हामी ल झर्दैछौँ सबैजना पानी अलिअलि आइरहेको नाक घसरी लगेको त्यही भएर डन्डा चाहिन्छ कि सन्दीप अलिक पुगेको ठिकै छ ब्रेक काम गर्छ गाइज वी आर कमिङ ब्याक कमिङ डाउन यस्तो छ हालत पसिना आएर भ्यू चाहिँ यस्तो छ गाइज यो चाहिँ बाटो हो यस्तो यो सब ढुङ्गा फुटाएर बनाएको रहेछ बाटो चाहिँ यो ढुङ्गा सब फुटाएर स्टेप छ माटोको एकदम चिप्लो अनि म चाहिँ अहिले उक्लिँदैछु ल ठिक छ यहाँ त धेरै चिप्लो छैन माथि चाहिँ एकदमै चिप्लो थियो यहीँको सायद लोकल मान्छेहरूले बनाउनु भएको होला यो एकदम मेहनतले बनाउनु भएको छ उहाँहरूलाई त्यसको लागि धन्यवाद गाइज हामी खाजा ब्रेक आराम डाँडामा फेरि कहाँ गयो आराम डाँडा यस्तो यस्तो यसको मोबाइल गएको आराम डाँडामा यहाँबाट भ्यू हेर्दै म साथी बसेको नि फेरि यो मोबाइलको तिमीले हराइदियो भने फेरि धरोटी नचिप्ला